हेलो नमस्ते साथीहरू, फेरि पनि हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ माघ 1 गते माघे संक्रान्ति। माघ 1 गते स्पेशल खित्र बनाउन गइरहेकी छु। यसको लागि मैले काँचो बेसार र अदुवा लिएकी छु। यसलाई सिलौटामा पिसेर पेस्ट बनाएँ। चामल र दाललाई बराबरी लिएकी छु। मैले चामललाई चाहिँ 1 घण्टा जति भिजाएकी छु भने दाललाई चाहिँ रातभरि भिजाएकी छु। दालमा चाहिँ मैले मास र झिलङ्गी लिएकी छु। यसरी खित्रोको लागि चाहिँ सामग्री तयार पारे। म चाहिँ खित्रो चुलोमा बनाउन गइरहेकी छु। बडुलाई चाहिँ मैले अघि नै मक्साएर राखेको थिएँ। अब यसमा म चामल र दाललाई राख्न गइरहेकी छु। यसरी राखिसकेपछि अब यसलाई आवश्यक पर्ने पानी राख्न गइरहेकी छु। आगो फुकेर भडुलाई चुलोमा बसाले। स्वाद अनुसार नुन पनि राखे। यसलाई बेला बेलामा चलाउँदै जानुपर्छ। यसरी पाकिरहेको छ। यसमा पानी कम होला जस्तो भएर मैले हल्का पानी थपेको थिएँ। अघि पेस्ट बनाएको अदुवा बेसारलाई राखिदिए। एकछिन यसलाई चलाइसकेपछि घिउलाई पनि राखिदिए। यत्तिको पाकिसकेपछि चाहिँ अदुवा बेसार अनि घिउलाई राख्नु पर्दछ। यसलाई चलाइराख्ने हामी डर्न सक्ने हुन्छ। यसरी पाकिरहेको छ खित्रो। यत्तिको पाकिसकेपछि चाहिँ मैले यसलाई ढोपिदिए। सानो आगो र बुङ्ग्रोमा 15 मिनेट जति राखिदिए। यसरी तयार भयो हाम्रो खित्रो। मैले आलु र मुलाको अचार पनि बनाएको थिएँ। एक चम्मच घिउलाई पनि राखिदिए। यो चाहिँ सक्खरखण्ड अनि बन्तरुल पनि उसिनेको थिएँ। यो चाहिँ बदाम र गुडको मिठाई। यसरी तयार भयो हाम्रो माघ 1 गते माघे संक्रान्ति स्पेशल खित्रो। फेरि पनि हजुरहरूलाई माघे संक्रान्तिको धेरै शुभकामना छ। मेरो भिडियो हजुरहरूलाई कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने लाइक, कमेन्ट, सब्स्क्राइब पनि गरिदिनु होला। है त, धन्यवाद।